नमस्कार, म यति बेला तनहुँको प्रसिद्ध धार्मिक स्थल प्यास नगरपालिका 14 मा रहेको छाब्दी बाराई मन्दिर परिसरमा रहेको छु। आज 2082 साल वैशाख 1 गते नयाँ वर्षका दिन भक्तजनहरू यस छाब्दी बाराई मन्दिरमा पूजा अर्चनाको लागि बिहानैदेखि लामबद्ध हुनुहुन्छ। अहिले 7 बज्दै गर्दाखेरि पनि भक्तजनहरूको लाइन यति लामो बनिसकेको छ। यहाँहरूले देख्न सक्नुहुनेछ। मनोकांक्षा पुरा हुने देवीको रूपमा छाब्दी देवीलाई ल्याइने गरिन्छ। त्यसकारण पनि यस मन्दिरमा भक्तजनहरूको घैँचो लाग्ने गरेको पाइन्छ। विभिन्न क्षेत्रबाट चाहिँ यहाँ भक्तजनहरू पूजा अर्चना र भाकल बुझाउनको लागि चाहिँ आउनुभएको छ। र आज नयाँ वर्षको दिन भएको कारण पनि भक्तजनहरूको उल्लेखनीय सहभागिता हुने बताइएको छ। मन्दिरमा यहाँ पूजा अर्चनाको लागि भक्तजनहरू लाइनमा हुनुहुन्छ। यति लामो लाइन बनिसकेको छ। यहाँ 2 जना पुजारीहरू पूजामा रहनु भएको छ। यहाँ चाहिँ स्वयंसेविका साथीहरू पनि खटिनु भएको छ लाइन व्यवस्थित गर्नको लागि। माछाको प्रतीकको रूपमा यस छाब्दी बाराई देवी मन्दिरलाई लिने गरिन्छ। छाब्दी बाराई मन्दिरको पूजा अर्चना गर्ने गरे पनि अहिले नयाँ भवन निर्माण पश्चात नयाँ मन्दिरमै पूजा अर्चना गर्न थालिएको छ। निर्माण भएपछि अहिले यस मन्दिरमा चाहिँ पूजा अर्चना गर्न थालिएको छ। यस छाब्दी बाराई मन्दिरको यो दाहिने देब्रे साइडमा चाहिँ पशुलाई बलि दिइन्छ। हेरी यो कुखुराहरूको चाहिँ बलि दिइने गरिन्छ। यति बेला छाब्दी बाराई मन्दिरमा एकजना दिदीलाई देवी चढेको दृश्य देख्न सकिन्छ। देवी चढेको दृश्य हामीले देख्न सक्छौँ। यति लामो लाइन देख्न सकिन्छ। धार्मिक आस्थाको केन्द्र छाब्दी बाराई मन्दिरमा पूजा अर्चना र भाकल बुझाउनको लागि भक्तजनहरू बिहानैदेखि लामबद्ध हुनुहुन्छ। भक्तजनहरूको पूजा अर्चना र भाकल बुझाउनको लागि बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको देख्न सकिन्छ। बिहान 7:30 बजेको अवस्था छ, तर भक्तजनहरूको बिहानैदेखि यति बाक्लो लाइन भिड रहेको छ। लाइनलाई व्यवस्थित गर्नको लागि नेपाल प्रहरीहरू पनि खटिएका छन्। बेला हुनुहुन्छ रजबाम युवा क्लबका सचिव इन्द्र कणेल सर हुनुहुन्छ। र यो प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराई मन्दिरमा आज नयाँ वर्षको दिन बिहानैदेखि भक्तजनहरूको एकदमै भिडभाड लाग्ने गरेको छ। यो भिडभाडलाई यहाँहरूले चाहिँ कसरी व्यवस्थित गर्नुभएको छ बताइदिनुहोस् न। नमस्कार। विशेष गरी आज नयाँ वर्षको दिन सम्पूर्णलाई नयाँ वर्षको शुभकामना लगायत यस बाराई रजबाम युवा क्लबले चाहिँ यसै छाब्दी बाराई विकास कोषको आङ्गिक संस्था हो। यो बाराई रजबाम युवा क्लब भनेको युवाले चलाएको। यहाँ आज हाम्रो 25 जना भन्दा बढी भोलिन्टियर साथीहरू हुनुहुन्छ भने हामीले त्यो भोलिन्टियर साथीहरूले सम्पूर्णलाई लाइन बसाउने व्यवस्था लगायत खानेपानीको व्यवस्था, प्राथमिक उपचार कक्षको व्यवस्था लगायत वृद्ध र अशक्तलाई सहज तरिकाले पूजा गराउने व्यवस्था मिलाएको छ भने हाम्रो यहाँनेरि
आउने भक्तजनहरूलाई कसरी सेवा सुविधा चाँडो हुने तरिकाले मात्रै हामीले यहाँ मन्दिरलाई सहयोग गरिरहेका छौँ। हामी 25 जनाभन्दा बढी स्वयंसेवक हामीले खटाएका छौँ आजको दिनमा। मसँग हुनुहुन्छ स्थानीय सुधार समितिका संयोजक सचिव गजेन्द्र राज पन्तज्यू हुनुहुन्छ। यस धार्मिक पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छाब्दी बाराई मन्दिरलाई अझै यसको पर्यटन प्रवर्धनको लागि चाहिँ के गर्दा अझ यसलाई चाहिँ विश्वमा चाहिँ फैलाउन सकिन्थ्यो होला भन्ने लाग्छ, यहाँको धारणा राखिदिनु न। थ्याङ्क यू सर। मैले यहाँ समस्या के राख्न चाहन्छु भने त्यो छाब्दी बाराई देवीको मन्दिर यो तनहुँ जिल्लाको मात्र नभइकन नेपालभरिकै आन्तरिक तथा बाह्य पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण यो तीर्थस्थलको रूपमा रहेको छ, धार्मिक तीर्थस्थलको रूपमा रहेको छ। यसमा यहाँ धेरै यो अधिराज्यभरिबाट यहाँ दर्शनार्थीहरू आउने गर्छन् पूजा गर्नको निमित्त, दर्शन गर्नको लागि। यहाँ धेरै साथीहरूको ट्याक्सी छ अनि मनोकांक्षा पुरा गर्ने एउटा भनाइ पनि छ। त्यही कारणले गर्दा यसमा अझ पर्यटकीय दृष्टिकोणले गन्तव्य स्थलको रूपमा परिचित गराउनुको निमित्त हामी औरात खटिएका छौँ। म एउटा यसको विकास गृह योजनाको सचिव सदस्य समेत रहेको हुनाले मैले यहाँ भर्खरै मात्र पनि केही कुराहरू प्रदेश सरकार समस्या जानकारी गराएर त्यसको चाहिँ विकासको अवधारणाका साथ अगाडि बढ्नको लागि हामीले प्रयत्न गरेका छौँ। मैले नै एउटा पहल कदमी लिँदै एउटा अस्ति भर्खरै मात्रै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि त्यो एउटा जाहेरी एवं निवेदन गरेका छौँ। यो क्षेत्रमा आवश्यक पूर्वाधार जो कि यो क्षेत्रमा जुन हामीले गृहयोजना निर्माण गरेका थियौँ त्यो गृहयोजनाको भित्र गएर हामीले विकास निर्माणलाई र यहाँको पूर्वाधार व्यवस्थापनको लागि व्यवस्थित रूपले लैजानको लागि अनुरोध गरेका छौँ। नेपाल सरकार, सङ्घीय सरकार र स्थानीय पालिकासँग पनि अनुरोध गरेका छौँ। सम्भवतः आज हाम्रो मेयर साहब पनि यहाँ आउने कार्यक्रम थियो, सम्भवतः आउनु हुने होला। अपेक्षा गरौँ यहाँ सबै मिलेर हात्तीमालाको साथ अगाडि बढ्ने एउटा प्रयत्न भएको छ। यसलाई सरल ढङ्गले हामी अगाडि बढाउने प्रयत्न गरिरहेका छौँ र यहाँको पर्यटकीय गन्तव्य स्थलको रूपमा बनाउँदै गर्दा अब यहाँ सबैको आतुर हुनुहुन्छ। स्थानीय सङ्घ संस्थाहरू, क्लब, आमा समूह, यहाँका चाहिँ सबै छाउदी र विकासको सबैले यहीँ लिएर माथि एउटा पर्यटकीयको नगर सांस्कृतिक सङ्ग्रहालय पनि छ, त्यो पनि अवलोकन गर्न सक्नुहुनेछ। यतापट्टि माथि चाहिँ एउटा फन पार्क निर्माण हुन गइरहेको छ। उता पूर्वतिर चाहिँ छाँगा छ जहाँ कार्यान्वयन गर्ने स्थलको रूपमा पनि परिचित छ। यी सबै पर्यटकीय स्थल गन्तव्य स्थल बनाउँदै यसलाई आर्थिक रूपमा पनि एउटा सबल प्रशिक्षण र यहाँको आन्तरिक तथा बाह्य पर्यटकीय दृष्टिकोणले यसलाई समृद्ध बनाएर लैजाने हाम्रो उद्देश्य छ। सरले अहिले जुन अवसर दिनुभयो यो आजको अत्यन्त महत्त्वपूर्ण न्यू इयरको एवं नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यहाँ उपस्थित जुन हाम्रा तीर्थालु भक्तजनहरू हुनुहुन्छ उहाँहरूलाई पनि यहाँ मार्फतै 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विशेष गरी हजुरलाई यो आज जुन अवसर प्रदान गर्नुभयो, यहाँ आउनुभएको छ। यहाँ सबैतिर हेर्नुहोस्, कमी कमजोरी छ भने पनि यहाँलाई औल्याएर सुझावको रूपमा राखिदिनुको लागि विशेष अनुरोध गर्दै मेरो भनाइ यहाँ राख्न चाहन्छु। धन्यवाद मित्र। हस्, धन्यवाद सर। मन्दिरका पुजारीजी हुनुहुन्छ, चाहिँ अहिले टिका लगाइदिन एकदमै व्यस्त हुनुहुन्छ, आशीर्वाद दिन एकदमै व्यस्त हुनुहुन्छ। अहिले बिहानको करिब 8 बजेको छ। अहिलेसम्म कति जति भक्तजन आउनुभयो होला, केही आकलन छ? अहिलेसम्म छाब्दी बाराई देवीको चाहिँ नयाँ सालमा 2081 साललाई विदाय गरेर 2082 साललाई चाहिँ इन्कम गर्दै चाहिँ अहिलेको अवस्थामा चाहिँ लगभग 1200 जना चाहिँ भक्तजन चाहिँ गइसक्नु भएको छ र आजको चाहिँ दिनभरिमा भक्तजनहरूको चाहिँ दर्शन गर्ने चाहिँ क्रम चाहिँ जारी नै छ र आज दिनभरिमा सायद लगभग 20बाट 25 हजारको हामीले चाहिँ अनुमान गरेका छौँ। भनेपछि आज कतिजना पुजारीले चाहिँ यहाँ पूजा गर्नुभएको छ? आज हाम्रो चाहिँ पुजारीहरू हामी चाहिँ अब गर्दाखेरि 8 जनासँग आज हामी कसरी हुन्छ हामीले चाहिँ भक्तजनलाई सहज तरिकाले दर्शन गराउने र सहज तरिकाले उहाँहरूलाई चाहिँ एकदम छिटो छरितो तरिकाले गर्ने हामीले चाहिँ सोचेका छौँ र हामीले त्यही अनुसारले चाहिँ हामी त्यही लागेको छौँ। हुनुहुन्छ यस छाब्दी बाराई मन्दिर परिसरमा सुरक्षामा खटिनु भएको
असहाय हुनुहुन्छ इन्दिरा महतोज्यू। असहायज्यू यो व्यवस्थित यो लाइनलाई कसरी चाहिँ व्यवस्थित बनाउनु भएको छ र तपाईँहरूको चाहिँ नेपाल प्रहरीहरू कतिजना खटिनु भएको छ यसो बताइदिनुहोस् न। हामी चाहिँ जिल्ला प्रहरी कार्यालयबाट 6 जना आछौँ, हजुर, अनि यहाँबाट 5 जना, अनि ट्राफिक 2 जना हुन्छ। ट्राफिक पनि केही सामान लिएर आउनुपर्छ। लाइन पनि राम्रोसँग अब अत्यन्त अब वृद्धहरूलाई यहाँबाट पठाएको छ, अनि लाइन चाहिँ यतैबाट मिलाएर सबैजनालाई मिलाएर पनि पठाइरहेको छ। यति बेला मेरो सामु हुनुहुन्छ छाब्दी बाराई विकास समिति विकास कोष समितिका सचिव सन्तोष आलेमगर ज्यू हुनुहुन्छ। यहाँ चाहिँ बिहानैदेखि भक्तजनहरूको भेड लागेको छ। यस भेडलाई चाहिँ तपाईँहरूले कसरी व्यवस्थित गर्नुभएको छ सचिवज्यू बताइदिनुहोस् न। नमस्कार, तपाईँलाई पनि एकदम हार्दिक नयाँ वर्षको शुभकामना। सबैजनाले हेरिराख्नु भएकोलाई हार्दिक म यो छाब्दी विकास कोषको तर्फबाट पनि म व्यक्तिगत तर्फबाट सबैलाई हार्दिक शुभकामना गर्न चाहेँ। आजको यो हाम्रो नयाँ वर्षको विशेष आजको दिनमा चाहिँ हामीले अस्ति हाम्रो समिति मार्फत बैठक बसेर चाहिँ हामीले क्लब राजबाम युवा क्लब तथा गाउँको छाब्दी बाराई लगाउने युवा क्लब तथा स्थानीय छाब्दीको वासीदेखि लिएर प्रहरी साथीभाइ सबै मिलेर हामीले चाहिँ आजको दिनलाई एकदम उत्साहित एकदम उमङ्ग तरिकाले बिताउन हामी गरिरहेका छौँ। यसको लागि हामीलाई धेरै सहयोग गर्नुभएको छ। हामीले पोहोरभन्दा यसपालि चाहिँ हाम्रो एकदम छाप पनि बढिरहेको छ। हामीलाई प्रशासनबाट जिल्ला प्रशासनबाट 6 जना सुरक्षाकर्मी पनि आउनुभएको छ। त्यसै गरी हाम्रो यहीँ प्रहरी प्रशासनबाट पनि 6 जना गरेर हामी 12 जना छौँ। त्यसै गरी राजबाम युवा क्लबबाट पनि हाम्रो 20 जना हाम्रो भोलिन्टियर साथीभाइहरू यहाँ संलग्न भएको छ। गाउँबाट हामीले विगतका दिनहरूमा भन्दा पनि आज यहाँ हाम्रो प्राथमिक उपचारको पनि यहाँ व्यवस्था छ। यसै गरी अपाङ्ग मैत्रीपूर्ण बाटोको पनि हाम्रो व्यवस्था छ। असहाय आवश्यकताको लागि हामीले छुट्टै खालको यहाँ व्यवस्था गरेका छौँ। भनेपछि अघिल्लो वर्ष कति भक्तजनले यहाँ पूजा अर्चना गर्नुभयो र अहिले कतिले चाहिँ गर्नुहोला भन्ने यो समितिले अपेक्षा राखेको छ? ठ्याक्कै भन्नुपर्दा म पनि भर्खर यहाँ पहिलो कार्यकालमा छु। पहिलो भन्दाखेरि हाम्रो अध्यक्षज्यूले थाहा भनिसक्नु भएको छ। पहिलो वर्षभन्दा पनि एकदम धेरै नै मान्छेको उपस्थिति बाक्लो छ। यहाँनिर हामीलाई स्वयंसेवक साथीभाइहरूलाई पनि एकदम गाह्रोको अवस्था छ। अझै पनि आउने क्रम व्यवस्थापन गर्नलाई हम्मे नै छ, एकदम हम्मे छ। त्यही पनि हामी एकदम हाम्रो तर्फबाट चाहिँ एकदम भरपुर दुःख गरिरहेको छ। हस्।